के तपाईले नर्मल जीमेल आईडी र डोमेन इमेल आईडी बीचको फरक बुझ्नु भएको छ? धेरैले इमेल आईडी त युज गर्नुहुन्छ, तर त्यो इमेल आईडी कति बेला कतिखेर कति प्रभावकारी हुन्छ भन्ने कुराहरू धेरैलाई थाहा हुँदैन। सो आजको यस भिडियोमा यस बारेमा केही चर्चा गरौँ है त। सुरुमा नर्मल जीमेल आईडी को कुरा गरौँ। नर्मल जीमेल आईडी भन्नाले कस्तो भन्दाखेरि चाहिँ जस्तो यो स्क्रिनमा देख्न सक्नुहुन्छ तपाईको नर्मल नाम तपाईको नाम @gmail.com यो चाहिँ नर्मल्ली व्यक्तिगत प्रयोजनका लागि यो जीमेल आईडी क्रिएट गरिन्छ, जुन चाहिँ निशुल्क पनि छ। तपाईले सजिलैसँग निशुल्क रूपमा यो क्रिएट गर्न सक्नुहुन्छ। तर यसले चाहिँ खासै व्यवसायलाई चाहिँ तपाईको व्यवसायको ब्रान्डलाई चाहिँ विश्वसनीयतालाई चाहिँ यसले खासै देखाउँदैन। सो व्यावसायिक रूपमा हेर्ने हो भने जीमेल आईडी भरपर्दो देखिँदैन, यसले खासै प्रभाव जमाउँदैन। डोमेन इमेलको कुरा गर्दाखेरि चाहिँ जसरी जीमेलहरू युज गर्नुहुन्छ त्यसरी नै युज गर्नुहुन्छ। तर के हुन्छ भन्दाखेरि चाहिँ यो डोमेन इमेल आईडी चाहिँ यस्तो देखिन्छ, तपाईको कम्पनीको नाम हैन, अथवा सुरुमा चाहिँ सपोर्ट @info@ तपाईको कम्पनीको नाम .com भनेर यसरी लेखिएको हुन्छ। यस्तो खालको देखिने इमेल आईडीलाई चाहिँ धेरैले भरोसामन्दी अथवा विश्वसनीयता देखिन्छ। यो आजको बजार डिजिटलको युग हो। सो अहिले यस्तो खालको इमेल देखियो भने चाहिँ धेरै विश्वसनीय हुन्छ। किन विश्वसनीयता हुन्छ भन्दाखेरि चाहिँ तपाईको इमेल आईडीमै तपाईको संस्थाको तपाईको बिजनेसको नाम जोडिएको हुन्छ। सो त्यसले गर्दाखेरि यो नर्मल जीमेल आईडी भन्दा डोमेन इमेल आईडी थोरै फरक छ। अब यसमा चाहिँ अरु सुविधाहरू के हुन्छ भन्दाखेरि चाहिँ तपाईको कम्पनीमा कति स्टाफ हुनुहुन्छ अथवा तपाईको कम्पनीको बिजनेसको कतिवटा डिपार्टमेन्ट छ, त्यो डिपार्टमेन्टको छुट्टा छुट्टै शाखा इमेल पनि एउटै मेन डोमेन इमेलमा चाहिँ लिङ्क गर्न सक्नुहुन्छ, जुन चाहिँ तपाईको बिजनेसमा कम्युनिकेसन ह्यान्डलिङ गर्नको लागि तपाईको बिजनेस ह्यान्डल गर्नको लागि एकदमै प्रभावकारी रोल खेल्दछ है त। सो स्टोरेजको कुरा गर्ने हो भने तपाईको वेबसाइट अथवा तपाईको कम्पनीले हैन होस्टिङमा चाहिँ जति स्टोरको लागि चाहिँ पर्चेस गर्नु भएको छ त्यति अनुसारको चाहिँ प्लान अनुसार तपाईले किन्न सक्नुहुन्छ। यसमा अर्को फाइदा के छ भन्दा ग्राहकहरूले तपाईको इमेल देख्दा बित्तिकै तपाईको इमेल अथवा तपाईको ब्रान्ड एकदम विश्वसनीय भरपर्दो हुन्छ भन्ने कुरा चाहिँ देखाउँछ है त। यसले गर्दाखेरि पनि तपाईको बिजनेसलाई थोरै प्रभाव पार्दछ। आजको डिजिटल युगमा जस्तो सफल व्यवसाय केवल राम्रो प्रोडक्ट वा सेवामा मात्र निर्भर रहँदैन। यस्ता सासाना कुराहरू चाहिँ तपाईको बिजनेसमा प्रोफेसनल देखियो भने चाहिँ